नाम दिवस। सबैको स्वागत छ यो हाम्रो नयाँ भिडियोमा। अहिले समय हाम्रो 5:26 भएको छ। आज चाहिँ हाम्रो डेस्टिनेसन छ हाम्रो रुकुम माइकोट छ। त्यो हाम्रो तीनवटा बाइकमा अनि हामी आज चाहिँ हामी गोलकोट भएर बसिन्छ। अनि त्यस पछाडि हामी भोलि कति बेला हुन्छ हामी चाहिँ है त गाइज हामी चाहिँ अब हिँड्यो यहाँदेखि है लाएर है यस्तो छ तर हिँड्यो अब पेट्रोल पम्पतिर हिँड्यो पेट्रोल सेट्रोल हालेर सिधै डेस्टिनेसन हाम्रो आजको हाम्रो डेस्टिनेसन छ गोलकोट हटिया बजारसम्म होला सायद। त्यो चाहिँ अब तेल हाल्न लाग्यो यहाँ तिनवटा बाइकमा सर तेल हाल्दै साथीले चाहिँ यहाँ थापिराम भाँडो यता चाहिँ थापिसकेका छन्। हाम्रो पनि बाँकी नै छ। ल नाम बताइदिनु त सरलाई राइडर सर। अनि ल के बाइक साइक बिग्रियो भने यो मान्छेले सम्झिन सक्छ है बागलुङ बजारमा है। हलो सलो मोटर सोटर सबै है गाइस अलराउन्डर मिस्त्री है ल हाम्रो ल सही है सही हो। हामी चाहिँ 2000 को तेल हालियो कलाएर सबसे धेरै है हाम्रो सबसे धेरै है सबसे बढी है केटाहरू चाहिँ हिँडिसक्यो। अब त गाइस जरा हामी चाहिँ अब हिँडियो यहाँदेखि बजार एरिया छोडेर केटाहरू चाहिँ पछाडि आउँछ केटाहरू हामी चाहिँ अगाडि हिँडिरहौँ। सही हो गाइस जरा हामी चाहिँ अहिले काठेकोला छिरियो। धुलो खाई क्या मजा आएको छ राइडमा जान एकदमै मन लाग्छ घुम्ती रोड बालढुङ्गाको त्यसै घुम्ती रोड क्या राम्रो बागलुङ पञ्चकोट। अहिले त हामी माथि भ्यू पोइन्टमा ढक्क खाँदा लस्सै है। ल है साथी अब चाहिँ हामी यहाँदेखि हिँड्न लाग्यो। हामी बसेको ठाउँ चाहिँ है दुर्गिलामाटी है घोडा बानी है ढक्क यहाँको भ्यू चाहिँ यस्तो छ है। अब हामी चाहिँ यहाँदेखि हिँड्न लाग्यो। अब हामी चाहिँ आज गोलकोट गएर बसिन्छ अनि त्यस पछाडि त्यही गएर भेट्नेछौँ है बस्छ। ल साथीहरू है बिच बाटोमा चाहिँ यस्तो डरले लागेको रहेछ है। सही उतातिर त्यो सही देख्थ्यो त्यो सही है यत्तिकै चाहिँ हुनुपर्ने है। ल हामी चाहिँ फाइनल्ली आयो है। अहिले बस्ने ठाउँमा टक्क तिनवटा बाइक यस्तो छ है हालत धुलो सही है नमस्ते फ्यामिली स्वागत छ भिडियोमा। समय हाम्रो 4:02 भएको छ बिहानको। अहिले हामी रेडी हुँदै हो हाम्रो गोलकोटदेखि अब रुकुमको यात्रा छ। अब हेरेर लास्टसम्म हेरेर नयाँ देखाइदिनु। केटाहरू चाहिँ अघि म चाहिँ पछि ल सही हो। ल केटा हामी चाहिँ अहिले ठ्याक्क हटिया पारी पुलमा है भाइरल पुल है। अहिले त हामी चाहिँ अहिले ठ्याक्क भनिदियो भने निसी खोला होइन निसी खोलामा आइसकेको छ। निसी खोलामा आएर चिया निसी खोला नै हो। निसी खोला अगाडि निसी खोला गाउँपालिका 4 चिया खान बसेको छ केटाहरू। चिसो मौसम केटाहरू तन्किँदै आयो बिस्तारै भनौँ जोस् आइयो। अब चाहिँ के भन्नु अब झाडोले बोल्न सक्यो होइन गाइजहरू हेरिदिनु अब त के भन्नु छ। हाम्रो विक्रम प्रेस हाउस छ यता बाटोमा चाहिँ बनाउन पाइएन चिसोले गर्दा। ल ठिक छ केही भएन। र अहिले चाहिँ हामी अब यहाँदेखि हिँड्न लागेको चिया खाएर। अहिले चाहिँ 6:45 भएको छ। हामी चाहिँ यहाँ 4:30 आएको थियो। बाटोमा भिडियो गराउनु पाएन। ल सही कस्तो भयो त नि अनि एकदम दामी भयो। गाइजहरु यस्तो छ गुराँस हेर्न सक्नुहुन्छ।
हाम्रो केटाहरू चाहिँ गुराँस टिप्न गएको छ। जति हेऱ्यो नि आँखै नअगाउने त्यही आउँदा त यस्तो गइछ उता कति बल बल चल तिम्रो गाउँ देख्नौ त्यहाँ देखियो नि ल गरिदिउँ न हाम्रो मङ्की लसायो ल हामी चाहिँ अहिले लुपीदेखि हल्का टाढा पुरै गुराँसै गुराँस छ है जतासता पुरै गुराँसै गुराँस आम्मामा सही है सही हो पुरै डाँडैभरि गुराँसै गुराँस गुराँसै गुराँस आम्बो नि जति हेरे पनि हेरौँ हेरौँ लाग्ने। अब चाहिँ यहाँ हाम्रो फोटो सेसन हुँदैछ। अरू अरू ल सही हो है सही हो। जति हेऱ्यो त्यति हेर्नु मन लाग्ने छ यहाँ। त्यस्तो छ भ्यू हेर्न सक्नुहुन्छ सबैले। यस्तो छ देख्न सक्नुहुन्छ तल केटाहरू तल छ। हामी चाहिँ घाम त एकछिन आएर झाडुले ककारिएर हात सात सब ककारिएर एकछिन माथि माथि डाँडोमा चाहिँ हिउँ परिरहेछ त एक सोरो छ कि रुख पनि हेर्नु न यार दामी बबाल छ ल। निसी खोला गाउँपालिका 6 मा है। यहाँ चाहिँ अब चिया खाएर टक्क गयो भने चाहिँ यहाँको भ्यू चाहिँ लभली छ है लभली। अब यहाँदेखि चाहिँ यो ठ्याक्क बोर्डरमा भनौँ यहाँदेखि उता चाहिँ रुकुम उता यता चाहिँ बागलुङ है। भित्र चाहिँ आगो सागो ताप्ने सब कार्यक्रम छ। भोटे कुकुरहरू है आगो ताप्ने है भित्र बसेर। लुबुङमा है लुबुङको है भ्यू र हामी चाहिँ है केटाहरू बाग्लुङ केटाहरू भेटेर टक्क हामी चाहिँ यस्तो छ स्टार्ट गरेर देखाइदेऊ। हुन्न के त्यस्तै घुमाएर हान्नुपर्छ कि यस्तो छ हाम्रो पाराहरू सायो लगायो घुमाउनै सक्दैन न सायो यस्तो है हाम्रो पारा हेरी ल है ल यहाँदेखि हिँडेको है। गाईगोरु हामी चाहिँ अब लुङ्ले हो कि के भन्ने ठाउँमा आइसक्यो। लु हेर्न सक्नुहुन्छ गाईगोरु माथि यस्तो बाक्लो बस्ती छ घाँसमा अरू हामी यत्रो एउटै छ यार हेर्नु न घरहरू नि अरू सबै घरहरू एउटै छ। गाईगोरु हामी चाहिँ ग्रुप अब चाहिँ अफरोड सुरु भयो है। अब अफरोड सुरु भयो हामी टक्सेर गाउँमा छ। अब चाहिँ हामी 5-10 मिनटमा पुग्छ। ल अहिले चाहिँ हामी यहाँ आइसकेको छौँ। अघि टक्सेरा उता भनेको यता आइछ टक्सेरा गाउँ यहाँ आइछ। अनि मैकोट जानेखेरि यो रुट
त्यही बाटो जाने है चाहिँ ल हामी चाहिँ अब यहाँ गाउँ यसो हेर्ने भनेर है यस्तो छ है गाउँमा चाहिँ टक्कै स्क्रिनसट गरेर पाउन सक्नुहुन्छ यहाँदेखि चाहिँ गाउँ क्षेत्र है म चाहिँ माथि गएर गाउँ देखाउँदैछु है यस्तो छ है गाउँ पुरा भोटेको जता छ भोटेको मात्र यहाँ एउटा त्यहाँ तलतिर पनि ल त गाइज हामी चाहिँ गाउँ छिर्नु लागेको होइन गाउँ के भन्छ सर्वे गाउँ सर्वे हान्दा यो होइन हामी चाहिँ लाएर ग्याङस्टारहरू कोही आर्मी खोजे नि पिडिदिनु जस्तो ग्याङ छन् टेन्सन छैन घरै पछि भोटे पाल्छ देखेको थियो जहाँ चाहिँ त सर अनि जाडो चाहिँ एकदम जाडो छ टोपी ल्याइएन हेलमेट लगाएर हिँड्नु परेछ खाना बुन्न लाउनु भयो दिदीले यस्तो छ है बाटो चाहिँ सब ढुङ्गाले हानेको छ पुरा बाटो सही ल दामी सर हिँड्ने छ टक्क देख्न सक्नुहुन्छ भ्यूहरू पनि पारी चाहिँ हिउँ परेको छ हिउँ परेको छ हेर्नु माटो बिनाको है हो चाहिँ ढुङ्गा मात्र ओन्ली ढुङ्गा मात्र माटो र छापिकन गराएको रहेछ माटो चाहिँ खरायो खरायो पनि बाल्ने रहेछ है गाई चाहिँ हेर्नु न पुरै माटो बिना ढुङ्गो सब तपाईँ माटोले टाँसे छैन कि ढुङ्गाहरू हेर्न सक्नुहुन्छ चाहिँ अहिले बनाएकोमा चाहिँ ढुङ्गा माटो छाड्पे रहेछ तपाईँलाई त ल हेर्नु सक्नुहुन्छ भ्यू है त्यो चाहिँ के बन्न लाग्यो त नि चढ्नु पर्दैन एकदम दामी छ है दामी छ है दामी हामी चाहिँ सर हिँडेको छ सब बाइकमा उता पारी गइरहेको देख्न सक्नुहुन्छ भ्यू चाहिँ खतरा छ है पुरा खाउलो जताततै डाँडा काँडाले घेरिएको छ हेर्न सक्नुहुन्छ ढुङ्गाले चाहिँ त्यो उस गरे आयो खेत गरेर आएको उसै भनौँ होइन यसलाई अब विकसित नभएको चाहिँ के भन्छ खै त हामी चाहिँ गाउँको इन्डिङ पोइन्टतिर आइसकेको छौँ पुरा यहाँतिर हेर्न सक्नुहुन्छ है पुरा हिउँ परिरहेको छ माथि इन्डिङ पोइन्टतिर टक्क उता माथि उता गाउँ जाने भन्ने प्लान छ त्यहाँको गाउँ हेरौँ के हुन्छ यहाँबाट यस्तो भिडियोमा भन्दा चाहिँ है आँखाले चाहिँ है आँखाको नजरले चाहिँ एकदम लभली छ है तर यहाँ बस्नेलाई चाहिँ धेरै गाह्रो छ यसो बुझ्दा माथि यहाँ के बनाइरहेको छ पानी ट्याङ्की होला ल सय ल अब हामी नजाने भइयो अब हामी चाहिँ फर्किने हो कोही एउटा पाएको भेटिनु भयो भने चाहिँ म यो गाउँको बारेमा अवश्य सोध्नेछु लास्टसम्म हेरिदिनुहोस् सही हो के हो तपाईँको नाम कहाँ हो बस्ने हाम्रो बहिनी चाहिँ लजाउनु रहेछ नलले ठिकै छ केही भएन हेर्न सक्नु यस्तो कि घरहरू ट्याक्क त्यो माटो बिना के सही होला ढुङ्गाले नभत्केला जस्तो भत्किन्न कि पक्कै सानो मान्छे इङ्ग्लिस दिन्छ भाइले इङ्ग्लिस हार्ड त्यो सब एरियामा चाहिँ नर्मल यही मात्र घर रहेछ कि यस्तो ढलान घर भने माथि देखाउ न एउटै रहेछ छाएको ढुङ्गाले छाएको हेर्न सक्नुहुन्छ है पर्दैन तर हाम्रोमा फेरि ऊ त्यस्तो तल हालेछ नि हो त्यस्तो हुन्छ हेर नि त्यो यत्रो ढुङ्गाले जुम गर नि त्यहाँ हेर्न सक्नुहुन्छ कोही सानो ढुङ्गाले छाइरहेको छ मगर ड्रेस है यो बुन्न लाग्यो चाहिँ यहाँ हातले नै सबै गराउनुहुन्छ हातले नै मगर ड्रेस सबै गराउनुहुन्छ
यो चाहिँ यो के भन्छ यसको यो धागोको नाम के हो यसको नाम के भन्छ सुतीको धागोले टक्क मगर ड्रेस बनाउँदै हुनुहुन्छ दिदीले चाहिँ सक्नुहुन्छ र यस्तो यो बुन्नु मगर ड्रेस यस्तो दुःख छ बुन्नु हेर्न सक्नुहुन्छ यो ठाउँको बारेमा भनिदिनुहोस् न त 2 शब्द एक दुई केही छ भने यसो अब के कस्तो छ राम्रो छ सबै चिज राम्रो माने घुम्न आउँछ अनि यहाँ केही नपुग्दो भए अथवा केही छ भने भन्नुहोस् यदि भिडियो मार्फत पुग्यो भने हामी सक्दो कोसिस गर्छौँ हेल्प गर्ने सबै छ नि दिदी यहाँ चाहिँ सब छ ल हेर्न सक्नुहुन्छ बाटो छ सबै छ अनि उहाँ पारी बन्न लाग्यो दिदी के हो नि भवन ठुलो 2टा भवन छ नि तालिका हो अनि देख्न सक्नुहुन्छ हामी अघि त्यहाँ सोधिरहेको थियौँ हस् दिदी है थ्याङ्क यू अनि त्यो अघि बन्न लागेको चाहिँ हामीले भनिरहेको थियौँ त्यो के हैछ भनेर हस्पिटल के त्यो भनिरहेको थियौँ पालिका हैछ वार्ड सायद वार्ड नै हो अनि त्यो बन्न लागेको रहेछ दामी छ है गाइजहरू सबैजना आएर हेरिदिनुहोस् सबैजनाले हेरिदिनुहोस् घुम्नुपर्छ ठाउँ नेपाल सब घुम्ने हो गाइजहरू हामी चाहिँ अब स्केट पार्क जाँदैछौँ कस्तो छ कतिको छ हेर्नुहोस् हेर्नु पऱ्यो यहाँ चाहिँ फुटबल खेल्ने ग्राउन्ड छ यस्तो लम्बो गोरु झक्की झक्की गोरु छ है गाइजहरू हामी चाहिँ स्केट पार्कतिर छिन लाग्यो हेरौँ कतिको चल्छ के हुन्छ यस्तो छ भित्र यसो गरिदिउँ न है दामी छ है दामी छ आएर एकचोटि खेल्दा नि हुन्छ है दामी छ हामीसँग टाइम छैन खेल्नका लागि हामी चाहिँ निस्किन्छ त्यही हुनाले राम्रो छ अलि तर बजार एरियामा जस्तो व्यवस्थित चाहिँ रहन्छ कि होइन ल अब चाहिँ हामी यहाँदेखि घुम्न लाग्यो हामी यहाँ बसेको ठाउँ चाहिँ यहाँ खाना खाएको ठाउँ चाहिँ यहाँ हो केही पऱ्यो भने यहाँ आउनु पऱ्यो भने कन्ट्याक्ट नम्बर चाहिँ छ आएर यसो पहिल्यै भनेर जान सक्नुहुन्छ हामी त रेडी गरेर अगाडि चाहिँ हिँडिसक्यो अब चाहिँ बाटो चाहिँ अफरोड छ पानी पर्दा जस्तो भएको छ अब केही पऱ्यो भने बाटोमा सक्यो ल हामी चाहिँ फाइनल्ली रुकुम र बागलुङको बिचमा आएको मोडी यस्तो छ अब केटाहरू फेरि जाने यहाँदेखि बागलुङको यात्रा गर्नु भने छ के हुन्छ हेरौँ है पुरै हिँड्दाखेरि भवाल है यो अवस्था छैन क्या राम्रा यहीँ यस्तो भयो मैले उहाँले बस्छु म भोलि आउँछु हेलो गाइज मर्निङ त्यसको बेलादेखि चाहिँ हामी अब हिँड्न लागेको आज अहिले चाहिँ 5:30 यस्तै भइसकेको छ दारूले बाइक स्टार्ट गरिसकेको छ हामी हिँड्नु पहिला भइसक्यो र खानसानी दिएर यसो हिँड्नु लागेको भन्दैन त केही नाम के हो अरे नाम फेद छ फेद ब्लग के भयो रे फेद भेद फेद के भयो रे फेद ब्लगलाई फेदफुल ब्लग फेदफुल ब्लगलाई सब्सक्राइब गरिदिनु होला हामी चाहिँ रुकुम आएको हो बुलेट 220 यहाँ छ एउटा बुलेट यहाँ छ एउटा बुलेट यहाँ त्यो 220 को छ मेन चाहिँ सबभन्दा बेस्ट साउन्ड यसको छ पिकअप चाहिँ सबभन्दा यसको छ त्यो बाइकले काहीँ नि घात गरेन अहिलेसम्म रुचाङ्गी गराइसक्यो रुकुम कटिसक्यो चाहिँ ला सायो अब चाहिँ हामी यहाँदेखि युनिटीको साथ हिँडिसकेका छौँ अब हामी 4 घन्टा लाग्छ हामीलाई बागलुङ पुग्नलाई अहिले चाहिँ हामी बसेको ठाउँ निसिखोला त्यहाँदेखि अब हामी गोलकोट पुगेर गोलकोट 2 घन्टा अनि गोलकोटदेखि 2 घन्टा बागलुङ है ल अहिले चाहिँ हामी भुजी खोला पुलमा छौँ अब चाहिँ यहाँदेखि सक्दै आधी घन्टा 1 घन्टा लाग्छ केटाहरू यहाँ सबै केटाहरू गइसक्यो यहाँको सिन चाहिँ राम्रै छ
सनसेट यताउति त्यहाँदेखि हामी चाहिँ अहिले ठ्याक्क भन्ने भने चाहिँ माउन्टेन भ्यू होटेलमा आइसकेको छ। हामी चाहिँ यहाँ बसेर यसो खाजासाजा खाएर निस्किने हो। हेर्न सक्नुहुन्छ यहाँ भ्यू तपाईँले। यही हो है माउन्टेन भ्यू होटेल। हामी चाहिँ अब भ्यू पोइन्टमा आएर खाजा ब्रेकफास्ट लस राम्रोसँग क्लियर त हाम्रो